साथीहरु नमस्ते। आज चाहिँ म अझ लामो ब्लग बनाउन गइरहेको छु जसमा म अब अहिले हुन त पहिला गएर कपाल काट्नु छ हैन, कपाल काटेर त्यसपछि सब्जीहरु लिनु छ। अब हेर्छु त्यहाँ गएर के सब्जीहरु लिन्छु, त्यसपछि आएर नि खानासाना बनाउँछु। आज चाहिँ भिडियो चाहिँ अलिक ठुलै हुन्छ होला। अब हुन त अहिले यताको कति 12 बज्यो। काम चाहिँ टन्नै छ, कपडा सपडाहरु पनि धुन बाँकी नै छ, कपडा सपडाहरु धुन्छु। अब हेर्छु कतिसम्म के भ्याइन्छ, कपडा धुनु छ, रुम सफा गर्नु छ हैन। छुट्टीको दिन छ चाँडै जान्छ, कामैहरु यत्रो हुन्छ। एक हप्ताको सब कुराहरु चाहिँ भ्याउनु पर्छ। जेनरली अरु दिन चाहिँ भ्याइदैन। उताबाट आयो ड्युटीबाट, खाना खायो अनि सुत्यो जस्तो हुन्छ हैन, थाकेका हुन्छौँ हैन। अब बाहिर चाहिँ निस्किन्छु अहिले। अब सायद कपाल सपाल काटेर मेबी टाइम लाग्छ होला, हेरौँ। अनि सब्जी लिएर के बनाउँछु, त्यसपछि तपाईलाई म त्यो हेर्दै गर्छु के चाहिँ बनाउँछु। त्यो बाहिर चाहिँ हेर्नु पर्यो अहिले कस्तो छ होला, काम चाहिँ के छ हेर्नुपर्छ पहिला जस्तो छ। गर्मी त गर्मी रहेछ हजुर, यहाँ त एकदम गर्मी हुन्छ। घाम त यस्तै हो हैन, घाम यस्तै हो। हुन त बिजी नै हुन्छ यो टाइममा। यता गर्मी भयो नि मान्छेहरुको काम व्यस्त के हुन्छ भन्छ हैन, बिजी लाइफ त्यही हो। तर पनि यस्तै हो। म पनि अब निस्किनु पर्ला अब हैन, निस्किनु पर्ला अनि आफ्नो डेली रुटिन चाहिँ भ्याउनु पर्यो। अब लिफ्टको वेटिङमा कुन आउला हेरौँ। अहिले सब्जीहरु चाहिँ लिन, अब जाम थियो धेरै त्यहाँनेरि। अनि फेरि पहिला कपाल सपाल काटेर आऊँ अनि सब्जी लिनु पर्ला सोचे। किनभने अहिले पनि सब्जी बोकेर फेरि सेलुनहरुतिर छिर्नुपर्छ। त्यसैले अहिले कपाल सपाल काटेर चाहिँ अनि मजाले अब अर्को पसल चाहिँ जानु पर्ला। त्यहाँ भेराइटिज मैले हेरिनँ, तर कपाल सपाल काटेर अनि लिनु पर्ला साथीहरु। अब सब्जीहरु यो छ कुन लिनु होला, कुन लिने यो लिम के यो छ म्याङ्गो फ्रुट छ, हरियो सब्जीहरु छ। सब्जी चाहिँ लिए। अब चाहिँ चिकनहरु लिनु पर्ला। के आइटम छ हेर्छु। कपाल पनि काटे, दारी सारी छ अलिक मिलाएँ। अब हुन त खासै भएन, कपाल पनि भिड थियो। अब धेरै टाइम पनि लाग्ने भएर अनि सो ठिकै छ, यति पनि हुनुमा ठिकै हो। अब पहिला कहाँदेखि सुरुवात गर्ने भने पहिला आफू खानु पर्यो। बटरमेलन र त्यो खाएर पहिला सुरुवात गरौँ, काटेर त्यसपछि यता रेडी गर्नुपर्छ। म 2 in 1 गर्नु पर्ला। ल अहिले स्टार्ट गर्छु म त। त्यसो भए ल्याएँ, सब्जीहरु पनि ल्याएँ। अब चिकन ल्याएँ, अलिकति चिकन छ 2 पिस। आज चिकन चाहिँ बनाउनु पर्ला। पहिले फिलहालको लागि चाहिँ वाटरमेलन र यो चाहिँ खानु पर्ला, यो फ्रुट्स। अनि गाजर, खीरा, एप्पल, यो साग बनाउन चाहिँ रेडी हुन्छु। टाइम 1 पिस भयो। अब बुढिया अन्जेलसम्म खाना चाहिँ रेडी बनाउनु पर्ने। सो गाइज
सो साथीहरु मैले वाटरमेलन र यसको थियो एउटा पिस चाहिँ मैले काटेँ। अब बिहानदेखि मैले के खाएको छैन हैन, अलिकता चाहिँ फ्रुट्स खाएर चाहिँ अनि त्यसपछि म खाना रेडी बनाउन तर्फ लाग्ने छु हैन। यो बाँकी चाहिँ वाटरमेलन र पपिता भन्छ हामीहरू, यो चाहिँ पछिको लागि त्यसो भरेतिर भयो भने भरेतिर काटेर खानु पर्ला हैन। अब हेर्दैछु, अब तरकारीको लागि प्याज स्याजहरू चाहिँ काट्नुपर्छ। प्याज स्याजहरू रेडी राख्छु। अन्त चिकन चाहिँ मैले चाहिँ फ्रिजर चिकन थियो हैन, फ्रिजर चिकन भएर मैले यस्तोमा हालेको छु, हेर्नुभयो होला। अब आइसहरू चाहिँ पौडिँदै गर्छ। अनि मैले चाहिँ अब यो चाहिँ काटेको छु। यसमा चाहिँ अलिअलि नुन छर्केर खाँदै काम गर्दै चाहिँ गर्छु हैन तबसम्म। अब यस्तै हो, अब बिस्तारै के हुन्छ गर्दै जान्छु। पहिला चाहिँ प्याजदेखि चाहिँ सुरु गर्छु। बेस्ट हो चाहिँ प्याज चाहिँ रेडी गरिहाल्नु पर्यो। प्याज रेडी गऱ्यो भने पहिला मसलाहरूको लागि चाहिँ ठिक्क हुन्छ। यो चाहिँ म फ्रिजमा हाल्नु पिज्जा हो। प्याज चाहिँ अलिक ठुलै पिसको काट्छु, किनभने चिकनको जुन छ नि पिस हो त्योसँग चाहिँ मिल्नु पऱ्यो। त्यसको लागि पुरै अलिक पिस होस्, मतलब प्याज चाहिँ पुरा पौडिन्छ, मतलब प्याजको यो नै थाहा पाइँदैन क्या। प्याज र चिकन चाहिँ हुनु पऱ्यो क्या, त्यहाँनिर दुइटै हुनु पऱ्यो क्या। प्याज चाहिँ बढी मात्रामै हाल्छु, यसले चाहिँ अलिकता टेस्ट थप्छ। प्याज चाहिँ धेरै खाँदै रहेछ। म यसमा हरियो खुर्सानी केही राख्दिनँ, खालि टमाटर चाहिँ ल्याउँछु। टमाटर चाहिँ हाल्नलाई पछिबाट प्याज र मरमसला अलिअलि हुन्छ, त्यही हुन्छ। अब खासै केही अरू म मिक्स चाहिँ गर्दिनँ। टमाटर पनि अलिक ठुलो पिस हुनु पऱ्यो। कम्बिनेसन मिलाउनु पऱ्यो चिकन, प्याज र टमाटरको। अब मैले चाहिँ तराई चाहिँ तताउन दिएको छु। तताएर अलिअलि ताप्न आँटिसक्यो। त्यसमा म चाहिँ तेल चाहिँ हाल्छु म।
यता चिकन चाहिँ यसो बनाउन बनिरहेछ यसलाई चाहिँ अलिकति फ्राई गर्छु अलिकति फ्राई गर्छु मजाले अनि त्यसपछि अलिकति फ्राई गरेर अनि टमाटर हालेर मसला हालेर अनि अलिकति ग्रेभी बनाउँछु तबसम्म यो मैले सब्जीहरू चाहिँ धोइरहेको छु सब्जीमा चाहिँ त्यो माटो के हुन्छ नि त्यो माटोहरू चाहिँ हुन्छ होइन त्यो चाहिँ निकाल्नलाई त्यो धेरैचोटि पखाल्छु पहिले पखाल्छु त्यसपछि काटेर पनि फेरि पखाल्छु अलिकति तातो अब पानी छ यो तातो पानी आइरहेको छ तातो पानीमा चाहिँ गर्न लाग्यो अब चिकन हुँदै गरिरहेछ स्टिल अब पानी छ होइन पानी अब स्टिल ड्राई हुन बाँकी छ यसको तबसम्म टाइम चाहिँ अब बचाउनलाई चाहिँ अब यो सब्जी छ यो सब्जी चाहिँ काट्दै गर्छु सब्जीलाई अब पिस काट्दै गर्छु तबसम्म उता अब रेडी हुँदै गर्छ होइन बत्ता ठुलोहरू चाहिँ म फालिदिन्छु ठुलोहरू चाहिँ अलिकति टेस्टी दिँदैन म्याससँग रहेछ ठुलै रहेछ होइन खाँदा त हुन्छ योहरू तर अब यो अलिकति साग जस्तो पनि नलाग्ने त्यसैले चाहिँ अलिअलि जुन बाँकी छ ठुलो ठुलो सानो सानो पिस गर्दै जान्छु अनि त्यसपछि त्यसलाई त्यसपछि म यता माथि आएर ठुलो पिस बनाउँछु यसै गरी नै अब मैले सबलाई काट्छु यसलाई सबैलाई काटेर अनि त्यसलाई अब प्रिपेयर गरेर राख्छु म अब यता चिकन पनि भइरहेछ र पानी पनि लगभग जान आँट्यो त्यो चाहिँ मेरो होइन त्यो चाहिँ उता हाम्रो छेउमा रुममा बस्ने त्यो हो यसको पानी चाहिँ सकिन आँट्यो पानी सकिहालेपछि पानी सुकेपछि यसमा चाहिँ अनि मैले चाहिँ पेस्ट चाहिँ हाल्छु पेस्ट हालेर अनि यसलाई अझै भुट्छु मतलब फ्राई जस्तै बनाउँछु त लगभग मात्र डिप फ्राई बनाएर अनि मात्र अलिकति यसमा चाहिँ पानी हाल्छु मैले तबसम्म अहिले चाहिँ अझै यसलाई सुकाउँछु अनि त्यसपछि तेल र त्यो पेस्टहरू हालेर यसलाई अझै फ्राई गर्छु म यसमा मैले तेल हालेँ अनि तेल हालेर यो अदुवा र लसुनको पेस्ट हो यो अनि पेस्ट गरेर यसलाई चाहिँ मजाले मिलाएर होइन यसलाई चाहिँ यसमा के हुन्छ भने यो चिकनमा चाहिँ पुरा मजाले मिक्स हुन्छ फ्राई हुँदै चिकनमा यो जुन पेस्ट जुन छ नि चिकनमा मिल्दै फ्राई हुँदै जान्छ क्या मतलब डिप त होइन मिडियम फ्राई हुँदै मिक्स हुँदै जान्छ त्यो भित्रसम्म जस्तो जान्छ यसलाई चाहिँ चलाउँदै तर अब यो टाइममा चाहिँ अब यसलाई चाहिँ म चलाउँदै जान्छु टाइममा चलाउँदै बस्छु किनभने मतलब एक साइडमा डढ्छ होइन त्यसैले चलाउँदै यसलाई चाहिँ डिप फ्राई होइन मिडियम फ्राई चाहिँ गर्दै गर्छु बन्दैछ है चिकन अलिक फ्राई हुँदैछ त्यसमा अलिक भर्खर टमाटर चाहिँ हालेको छु अनि त्यसपछि यता मैले सब्जी चाहिँ पखालिरहेको छु काटेर अघि पनि पखालेको थियो अब काटेर पनि पखालिरहेको छु किनभने यो सागहरूमा चाहिँ अलिकता माटो साटोहरू धेरै लागिरहेको हुन्छ अब त्यसैले अलिकता मजाले धुनुपर्छ र यसलाई यो फेरि धुन्छु म होइन अहिले स्टिल बेरिज फेरि म हाल्छु चाहिँ फेरि अब अझै दुईचोटि चाहिँ अब यसलाई दिन्छु म कपडाहरू चाहिँ धुन दिएको छु छुट्टीको दिन चाहिँ सबै कुरा भ्याउनुपर्छ खानादेखि कपडा धोयो रुम साफ गऱ्यो सबै गर्दा टाइम नै जान्छ कि छुट्टी नै हुँदैन कि फुर्सद त गाह्रै छ यसलाई चाहिँ
त्यसैमा वर्किङ काम गरिरहेछ 57मा हालेको छु सो मैले पानी हालेँ यसमा पानी हालेर यसमा सबै कुरा थियो नुन सुन सबै थियो पानी हालेर यसमा चलाएर यसमा यसलाई चाहिँ अब कभर गरेर म्याक्सिमम होइन म्याक्सिमम भनौँ भने नि 10 मिनट चाहिँ यस्तै राखेर अनि यसलाई चाहिँ निकालिदिन्छु म इट मिन्स यो भइसक्छ तबसम्म अब म राइस चाहिँ हाल्छु अनि यो राइस चढाएर अनि त्यसपछि सब्जी पनि चढाइदिन्छु म चामल धोएर यसको भातको लागि रेडी है हालिदिन्छु यसको यहाँ अब भात पाल्दै गर्छ अहिले चिकन पनि हुन आँट्यो चिकन भएपछि अनि यो सब्जी चाहिँ हालिदिएपछि काम सकियो भनौँ न साथी टमाटर यहीँ छ म त भित्रको फ्रिजमा बाहिरको फ्रिजमा खोज्दा हैरान भइरहेको थिएँ मैले यहाँ राखेको थिएँ यादै थिएन ल 2टा टमाटर हालिदिन्छु प्याज र यो प्याज चाहिँ हालिदिनु पऱ्यो यो 2टा प्याज अलिकता लसुन र 2टा टमाटर सब्जीमा हाल्नलाई अब सागको लागि रेडी अब साग बनाउनु पऱ्यो अब सागको लागि फेरि यो तताइरहेको छु कराई तातेपछि अब सबै जिरा मरिच अनि अलिक खुर्सानी हालेँ त्यसपछि अब प्याज हालिदिन्छु धेरै आउँछ साग बाँचेरै गर्नुपर्छ फोहोर भएछ मैले बनाउँदाखेरि चलाइदिनु पातमा पनि गह्रो बनाइरहेको हो सेको रुमालले यो चाहिँ मेरो बनिरहेको सागको लागि रेडी गर्दैछु यहाँ मैले चाहिँ टमाटर पनि हालेको छु मान्छेबाट अब अलिकता चाहिँ यसलाई अलिकता फ्राई भएपछि अनि मात्रै साग हाल्छ किनभने यो यसले नै सागलाई टेस्ट दिने भनेको यसले नै हो नि त अलिकता प्याज लसुन अनि प्याज लसुनको पेस्ट अनि टमाटर अनि यो खोर्सानी र त्यो जिरा मरिचको अलिकता मजाले मिलेपछि माथिबाट साग हालेर त्यो पनि सागलाई मात्रै डिप फ्राई गर्दैन क्या सागलाई साग जस्तो हरियो नै टाइपको राख्छु त्यसैले यो चाहिँ मसला जुन बनाइरहेको छु नि त्यो पहिला चाहिँ मजाले भुट्छु अनि त्यसपछि भुटेपछि अनि त्यो सागमा जल्ने छ नि टेस्टी बन्छ यो हाल्दैछु मैले सागमा चाहिँ त्योहरू मरमसलाहरू के छ नि त्योहरू चाहिँ हालिदिएको छु अब यसलाई चाहिँ मात्रै कभर गर्छु यसलाई म चलाउँदिनँ तल गएर अलिक पग्लेपछि अनि मात्र म यसलाई चलाउँछु अब हेर्नुहोस् अब यो तल गएपछि अब मजाले मस्त चलाउँछु यसलाई मस्त चलाउँछु अनि चलाउँदाखेरि यसको सबै मसलाहरू माथि आएर छ यसलाई चाहिँ अझै मजाले सिद्धियो गर्छु पाक्न दिन्छु यसलाई अनि अहिले मजाले पाकेपछि अनि मैले नुन सुन सबै हालिसकेको छ यसमा हेर्नु कति राम्रो देख्दै छ है सब मिक्स भएको छ यसमा चाहिँ सागै जस्तो होइन कि यसमा सबै कुरा जुन आउँछ नि फ्लेभर त्यसले टेस्टी दिने भात पनि रेडी भयो फ्रेस भात साथीहरू बल्ल अब मैले खानासाना बनाएर रेडी बनाएर राखिहालेँ किचन पनि एकदम फोहोर भएको थियो किचन पनि एकदम मजाले सफा गरेँ अब त्यतिखेर ब्याट्री नै डाउन भएछ त्यसैले मैले लिन सकिनँ अब एकछिन रेस्ट गर्छु त्यसपछि कपडाहरू चाहिँ धुन दिएको छु कपडाहरू चाहिँ धोएर सुक्न दिन्छु त्यसपछि नुहाउन चाहिँ जान्छु अनि नुहाएर अनि आएर अनि एकछिन रेस्ट गरेर यसो खाजासाजा भयो भने केही खाएर अनि खानासानाहरू मजाले भरेतिर यसो खान्छु म ल अहिले त त्यसपछि नुहाउन जान्छु त्यसपछि पछि फेरि भेटौँला आएर पनि आएको छु बल्ल तल फ्रेस भयो जिउभरि सब्जी गनाएर ल अब नुहाएर अब केही खानु पर्ला अनि त्यसपछि रेस्ट गर्ने एकछिन त आनन्दले रेस्ट गर्ने बल्ल साथीहरू रेस्ट गरेर उठ्यो डल्लै रेस्ट गर्यो 2-3 घन्टा रेस्ट गरेँ अलिअलि भोक पनि लागिरहेछ अब अहिले भात पनि के खाइहालौँ अब मेरो बडी पनि अब ड्युटीबाट आएको थिएँ थाकेको थिएँ यो 2 घन्टा 3 घन्टा मस्त सुती बल्ले त मलाई पो हेरिरहेछ होइन कस्तो थियो त निद्रा एकदम
निन्द्रा मिठो हुन्छ थाकेको निन्द्रा कति 3 घण्टा त सुत्यो नमस्ते सबैजनालाई थ्याङ्क यू फर कमेन्टिङ द आवर ब्लग है त थाकेर सुतिरहेको थिएँ गर्ने मुड पनि भएन भ्लग बनाउने मुड पनि आएको छैन मुकबाङहरू बनाउने पनि अनि खै म कति सुत्नु थालेको अहिले निस्किनुपर्छ फ्रेस फ्रेस हौ अहिले अलिकति निस्किनुपर्छ बाहिर निस्किने हामी अहिले बाहिर निस्किने अहिले एकछिन घुमेर हामी बाहिरबाट एकछिन घुमेर धेरै त होइन 2-3 राउन्ड यताउति घुमेर अब यसो भयो भने चिया चाहिँ यसो खाएर अनि हामी चाहिँ अनि आउँछौँ अनि आएर अनि हामी भात खान्छौँ भात खाँदा नि मुकबाङ जस्तो गरेर हामी दुईजना बसेर खाँदा नि त ऊ चाहिँ खाँदैन अब म एक्लै खान्छु ऊ चाहिँ खाँदैन म चाहिँ खान्छु भोक त मलाई अलिअलि छ तर हल्का अलिअलि के बाहिर चाहिँ खाइदिन्छु चिया चाहिँ यताउति अनि त्यहाँबाट आएर चाय आएर अनि खाना खान्छु अनि खाना खाएर अब सुत्नु पऱ्यो अनि अब मेरो पुरानो भिडियो थियो मैले डाउनलोड गरिरहेको छु टाइम धेरै लियो अब भइसक्यो 1.5-2 घन्टा भइसक्यो स्टिल डाउनलोड भइरहेछ अब स्टिल अब छ अब सायद आधा घन्टामा सायद क्लियर हुन्छ अनि यो त्यो भिडियो चाहिँ म पोस्ट आज चाहिँ गर्छु होला अनि यो भिडियो चाहिँ म सायद 1-2 दिनमा अब एडिटिङ गर्नमा एकदम टाइम लाग्दो रहेछ अनि त्यसपछि हामी यो म चाहिँ यो भिडियो चाहिँ अनि अर्को 1-2 दिनमा 2-3 दिनमा पोस्ट गर्छु अनि यो त्यो चाहिँ अलिक मेबी 1 आवर यो चाहिँ अहिलेको चाहिँ 1 आवरको हुन्छ नि त अनि त्यो त्यस्तै छ अब हामी अब निस्किने बेलामा अब घुम्न जान्छौँ रेडी भएर म रेडी नै छु अब ऊ चाहिँ रेडी हुन्छ अनि सट्ट हामी जान्छौँ ओके त मेकअप गरेर सुतेछु आइमेन कामबाट यतिकै आएर सुतेछु कि मेकअपमै छु म चाहिँ ड्रेस मात्रै चेन्ज गर्छु होला अब अनि हजुरहरूलाई हाम्रो भिडियोहरू कस्तो लाग्दैछ त होप यु गाइज इन्जोय आवर भिडियो होइन जस्तो छ हामीले त्यस्तो आधारमा बनाइरहेको छौँ यस्तै हो परदेशी लाइफ एट दिस टाइम दिइरहेको छौँ हामी हजुरहरूलाई अनि मेरो बुढा बानीदेखि बिचरा एक्लै भिडियो बनाएर चाहिँ लाग्थ्यो होला तपाईँहरू कता हरायो भनेर अब इन्ट्री भयो हिरोइनको इन्ट्री भयो ल हिरोइनको इन्ट्री धेरै लाग्छ अनि त्यही हो म चाहिँ त्यो काममा चाहिँ आज मेरो अफ थियो मेरो बुढाको चाहिँ सन्डे अफ हुन्छ मेरो हिजो अफ चाहिँ हिजो यो हाम्रो स्टाफ पार्टी थियो हिजोको टायर्ड अहिले पनि मलाई लागिरहेको थियो त्यो चाहिँ मलाई काम गरेर पनि लाग्दैन मलाई टायर्ड अनि यो घाम जस्तो छ होइन तपाईँको ग्लुकोजहरू सबै तानिन्छ त अनि त्यही भएर म चाहिँ हिजोदेखि टायर्ड थिएँ पनि यो हातहरू खोइ किन मेरो पुरा पेन गरेर अब मौसम चेन्ज भइरहेछ अब मौसम चेन्ज गर्दै अब त्यस्तै हो अब हिमा त हामीले एसीको चाहिँ पुरा कम्प्लिटली छैन आधी गरिदिए छोपिदिएका छौँ अनि आधीमा फेरि पनि स्टिल कोल्ड छ म त अहिले चाहिँ नर्मल छ यतिको त अब ओरेर त सुत्नुपर्छ अब त्यो एसी अन गरेन भने त गर्मी हजुरहरू पनि फ्यामिली हुनुहुन्छ नि त अनि हाम्रो एउटै रुममा फ्रिज टिभी माइक्रोवेभदेखि लिएर ल्यापटपदेखि लिएर इभन मैले मेकअप गर्ने दरजदेखि लिएर इभन तपाईँको कपबोर्ड्सहरू एभ्रिथिङ यतिमा पनि हामी खुसी आफ्नै घर जस्तै गरेर बसिरहेको छौँ राम्रो छ त्यो परदेशमा यतिको बस्नु भनेको धेरै राम्रो किनकि बिचरा मान्छेहरू एउटा सानो बेड र दराज लिएर बसिरहेछ सानो घर एउटा हाम्रो घरै हो यो विदेशमा हामी कोठा भन्दिनँ मेरो घर म घर जान्छु नै भन्न आएको हुन्छु अनि यो घर हाम्रो प्यारो घर हो नि त बुढो अब यसो आनन्दले सुतिन्छ अझ यो बेडमा त म यहाँ बस्नै हुन्न म त निदाइन्छु अब तपाईँहरूलाई होम टुर गरौँ भन्यो भने पनि सानो कोठा मतलब कोठा ठुलै छ होइन एकैछिनमा सकिन्छ होम टुर पनि गर्छु होला केही त छैन अन्त मैले टिकटक भिडियोहरूमा पहिला राखेको थिएँ होम टुर गरेको थियो अहिले चाहिँ छैन गाइज किनकि समटाइम वी निड प्राइभेसी अल्सो द्याट्स वाइ वी डिडन्ट किप एनिथिङ इन आवर भिडियो त्यति हो अहिले यति नै हामी फेरि एकछिनमा
बाहिर निस्किन्छु मलाई अब 7 बजिसकेको छ फेरि भोलि बिहान फेरि काम जानुपर्छ हेर्नु न सुतेर उड्न पार्दैन काम हुन्छ ल नि त 4 बजे आएर सुतेको 7 बजे चाहिँ 3 घन्टा निदा चाहिँ मस्तले आई होप बेलुका निदा लागोस् भोलि बिहान गाह्रो हुन्छ काममा ल अहिले हामी निस्केको बेला भयो भने फाटफुट बाहिरको अलिअलि लिउँ ल राति हुन्छ खासै त देखिँदैन भयो भने फाटफुट भिडियोहरू चाहिँ अलिअलि चाहिँ हालौँ ल त अहिले हामी रेडी सेडी हुनुपर्छ भेटौँ ल see you अहिले see you soon Hi guys, again I'm back भइसकेको छु. How are everyone? म चाहिँ रेडी भइसकेको छु. ब्याक हेरेन जानु होला ब्ल्याङ्केट हल्का मेस छ. मैदा थिएँ अब राति पनि भइसक्यो. ब्ल्याङ्केट मिलाउनु पनि जरुरी छैन अनि म चाहिँ रेडी भइसकेँ गाइस. लुक माई लुक्स सिम्पल लुक्स. अब चाहिँ हामी बाहिर मार्केटतिर जाँदैछौँ. बाहिर हेरौँ खासै बाहिर बनाउने एबिट त छैन. होपफुली जति सक्छ अरूमा बाहिरको देखाउनेछौँ र हिँड्नेछौँ अनि हजुरहरूलाई हामीले आज भिडियो अपलोड हुँदैछ होला कहिले आउँछ आई डोन्ट नो सरी अर्को भिडियो हामी अपलोड गर्दैछौँ अपलोड गर्दै हुन्छ मेरो बुढोले अपलोड भइरहेको छ गाइस है अनि हेर्नु होला कस्तो लाग्यो त्यो एकदम रमाइलो भएको छ भिडियो है पहिलाको भिडियो एकदम रमाइलो भएको छ म एकदम मलाई खुसी लागेको छ एकदम राम्रो एकदम च्यालेन्जिङ एकदम ह्याप्पी क्या इन्टरटेनमेन्ट त्यो भिडियो बनाएपछि हामी हाउसवाइफ होइन दुईजनाले नै हामीले हेऱ्यौँ है ओ माई गड म त पागल जस्तो हाँसेँ यस्तो दामी भएको छ कि च्यालेन्जिङ भिडियो बिस्तारै सिकिने रहेछ हरेक चिज होइन हरेक चिज बिस्तारै सिकिने हो नि त अनि धेरै राम्रो भएको छ यता हातै देख्यो गाइस सरी ल अब त्यही हो कस्तो लाग्छ हाम्रो भिडियोहरू हेरिदिनु होला यता हातै देख्यो बुढो हजुरले कसरी गर्नुहुन्छ अब चाहिँ हामी बाहिर निस्किन्छौँ हजुरहरूलाई बाहिरको इन्भाइरोमेन्ट देखाउँछौँ वेदर अहिले नाइसै छ विन्डी नै छ आई डोन्ट नो कसरी 2 दिन चाहिँ एकदम गर्मी थियो बट आफ्टर रमजान पनि गर्मी नै हुन्छ नि त हामी नेपालमा पनि गर्मी नै छ सी माई ब्याक साइड गाइस लुकिङ भेरी नाइस अलिकति यो राम्रो भएछ तातो घोडा राख्नुपर्छ लक हुन्छ भनेर राखेको तल भेट्यो ह्यान्डसम बुढा अब ल हामी अब हामी जान्छौँ हेरौँ के गर्ने हो यतिकै के फ्रेस एयर खानुपर्छ क्या किनकि काममा गएर आयो फेरि आयो सुत्यो अनि अर्को ह्याप्पी गाइस अब मेबी भिडियो आउँछ पनि होला सायद र अर्को ह्याप्पी थिङ्स रहेको छ के भन्नु त उहाँको ड्युटी पुरा मर्निङ छ यो हप्ता आइम सो ह्याप्पी होइन हाम्रो भेट भइरहेको छ 4 दिन जति चाहिँ लगातार भेट भइरहने छ हाम्रो फर्स्टदेखि होइन अनुहार एकछिन हेर्न पाउँछ त्यो चाहिँ हाम्रो लागि यहाँ एकदम ऊ हो क्या के भन्छ त्यो चाहिँ हाम्रो लागि एउटा मेरो लागि चाहिँ उहाँको लागि मेरो लागि एउटा राम्रो कुरा हाम्रो लागि राम्रो किनकि मेरो चाहिँ सेम छ ड्युटी आयो त्यही भएर त्यस्तो छैन अन्त र आइम सो ह्याप्पी थ्याङ्क यू भनिदिनु होला तपाईँको सुपरभाइजरहरूलाई मेबी पछि यो च्यानल राम्रो भएपछि उहाँहरूले नि हेर्नुहुन्छ होला थ्याङ्क यू फर मेरो बुढाको सुपरभाइजरहरू म्यानेजरहरू बुझिदिनु भएकोमा दुईजनाको पीडा र अब मेरो बुढाको ड्रेसअप देखाउँछु कस्तो भएको छ है त अनि मेरो पनि देखाउँछु गाइस ल मेरो बुढाको ड्रेसअप सरी म आउँदै नआउँदैछ हौ पक्रिनु अब मेरो देखाउनु त म चाहिँ लाइक दिस गाइस एक्सर्साइज पनि गरेको छुइनँ अब कहिले गर्ने आई डोन्ट नो ल अब चाहिँ हामी बाहिर भेटौँ ल यति नै भन्दै मेरो युट्युब फ्यामिलीहरू जस्ट अहिले कन्टिन्यू रहनु होला फेरि आउँछ बाहिर खिच्छौँ हामी See you, love you guys. Rock. ल मेरो बुढी जुत्ता लगाइरहेको छ अब निस्किनु पर्यो हो र जुत्ता धेरै भइसक्यो ठिक हो भइसक्यो है पहिलाको कम्पनी किनेको यही कम्पनीमा 3 वर्ष लागिसक्यो पहिला अलमोस्ट मोर देन 3 आवर 4 years 4 years
जता पनि लायो ड्रेसअप ठिक छ ल अब लिफ्टको इन्तजार कुन आउने हो कोड छ त्यही त अब के गर्ने अब यो 12 नम्बर आउने हो कि 15 नम्बर आउने हो कि ल handsome man सही छ वेटिङमा छ नक्काले I'm waiting. लु हामी चाहिँ हिँडेको गाइड त्यहाँ लिफ्टमा कति धेरै मान्छे रहेछ त्यही भएर बनाएन कस्तो मोटो हेरिरहेको छु चाहिँ बाहिर चाहिँ यस्तो छ है हामी बस्ने ठाउँ रमाइलो छ बिल्डिङ मेरो बुढाले कपाल काट्ने ठाउँ गाइड उयो सलोन नेपाली दाइ पनि हुनुहुन्छ अब जाने अब हामी ब्ल्याक कफी खान जाँदैछौँ मेबी साउन्ड राम्रो आउँदैन होला है मेरो हेर्न गाला कस्तो मोटो आइरहेको छ कस्तो नराम्रो आएको नि जस्तो भयो नि हेरिदिनु होला गाइज इन्जोय गर अहिले हामीसँग क्यामेरा पनि छैन हामी मोबाइलबाटै काम चलाउ गएर ब्लग बनाइरहेछौँ अब चाहिँ हामी कफी अर्डर गरेपछि हजुरसँग बोलौँ है त फेरि चेन्ज गऱ्यौँ हामीले त्यहाँ अलिक बस्ने सिट रहेनछ अब हामी उता जान्छौँ चियामा बसेर खान्छौँ है अहिले फेरि भेट्नौँला गाइस म चाहिँ हजुरहरूलाई ब्याक एरिया इन्जोय गराउँछु अहिले हेरेर यो चाहिँ हामी बस्ने एरिया हो हेरिदिनु त्यो यो चाहिँ हाम्रो बिल्डिङ हो पुरा गाडी आइरहेको छ अलि के अरे फर्स्ट टाइम भएर होला अलि अनकम्फर्टेबल हुन्छ अनि भिडियो बनाउनु यो चाहिँ हामीले सामान लिने बक्कला हो बक्कला भनेको किराना पसल हो अनि हाम्रो बिल्डिङ चाहिँ उयो हो जुन हजुरहरूले त्यो खाली खाली देखिरहनु भएको छ मान्छेहरू कता त्यो सिधा पाइन्छ हौ चिया कफी यहाँ हाम्रो एक्स बिल्डिङ हो गाइस जुन अहिले हजुरहरू देखाइरहेको छु यो चाहिँ हामी बस्ने अहिलेको प्रेजेन्ट फ्युचर प्रिजन बिल्डिङ हो यो वाइट कलरको चाहिँ हामी बस्छौँ यो चाहिँ हाम्रो फर्स्ट बिल्डिङ हो हामी आउने बित्तिकै बसेको आबुधाबीबाट अनि यो सेकेन्ड बिल्डिङ अनि अहिले यसमा रिसेन्टली हामी यो बिल्डिङमा छौँ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू कट गर्नुभयो क्रस गर्नुभयो तपाईँलाई जान्नु म खिचिदिन्छु मेरो बुढालाई खिचिदिन्छु भने मेरो हिरो हो नि त मेरो बुढी चाहिँ हिँडिरहेछ यो टी लाइट टी क्याफेटेरियाबाट चाहिँ कफी खान्छु म चाहिँ ब्ल्याक विदाउट सुगर अब मेरो बुढा गएर लिनुहुन्छ मेरो बुढा त्यहाँ किन्दैछन् कफी यो चाहिँ अब चियर कसैले ल्याइदिएला कि भनेर कुदेर गएछ चियर बुक गर्न किनभने अहिलेको टाइममा धेरै प्याक हुन्छ कि जहाँ तहाँ हेरेर प्याक हुन्छ लिएर ल बुक गऱ्यो त ए ल त प्री बुकिङ है यो मेरो ब्ल्याक कफी यो मेरो बुढाको कडक टी त्यहाँ के अरे गीत बजिरहेको थियो क्या अनि कपिराइट लाग्छ भनेर अनि हामीले चाहिँ त्यहाँ भिडियो खिच्ने बाहिर त्यो होटेलभित्र अनि ल ठिक छ नि बाहिरै होइन त बाहिर खाँदै बस्छौँ भोक लागेको बेला अलिअलि खाइदिएको किनभने भात खाइदिएछ भने ढिलो हुन्छ होला होइन किनभने बिहानदेखि मैले त्यही वाटर मिलन जति खाएर मात्र बसेको छ नि त त्यस्तै हो खानै खाँदैन मेरो बुढाले अन्त म पनि त्यस्तै हो म पनि खानै खाँदिनँ ओहो जाउँ हेर्नु गाइस यस्तो छ बाहिर यस्तो रमाइलो लाग्छ हामी प्रायः यहीँ आएर बस्छौँ यो चाहिँ बस स्टप पनि हो होइन हाम्रो के भन्छ मेरो त साउन्डै आउँदैन
मुकबाङ च्यालेन्जै हो नि त मुकबाङ च्यालेन्ज भएको भएर कफी खाँदैछु म उहाँ चाहिँ सबरमा खाँदै हुनुहुन्छ यहाँ कति रमाइलो छ क्या त्यो भित्र रेस्टुरेन्टमा खानुभन्दा त बरु यहाँ हावा ल्याऊ ए हो कति रमाइलो हावा चल माइन्डफुल बिहान खाना ल्याएछ नि पेट भएर मिठो हुन्छ हौ मलाई अस्ति खानु कफीको मजा लिइरहेको छु गाइस ब्ल्याक कफी विदाउट सुगर म एक्सर्साइज कहिले गर्नु हावा चल हेर्न हावा गाइस हावा माइक दिनु त एकचोटि म कफीको मुखबाङ गरेर जान्छु गाइस अहिले साउन्ड आउँछ यसरी होइन एकदम रमाइलो भइरहेको छ हावा चलेको छ मेन त हावा हो कि रमाइलो भनेको होइन यो चाहिँ समाजको 1 minute बेबी हजुरहरूलाई मजा भन्ने समाज त्यही घुम्न सक्ने खाँदै हुनुहुन्छ इन्जोय गरिदिनुहुन्छ सावरमा अब क्या मिठो आएर क्या खाएर न त जस्तै म त आजकल यति हो गाइस योभन्दा बढी मेकअपै गर्न आउँदैन कस्तो लगाइरहेको छ अब मिठो हाम्रोमा रुख हेर नि यहाँको रुख इन्जोय गर्नु एकले खै त खाएको आवाज निकालेर एएसएमआर गर्नु त एएसएमआर बिस्तारै खाएर त्यो साउन्ड मात्रै सुनाउने खै त्यो ल अहिले इन्जोय गर्दै गर्नुहुन्छ अहिले फेरि एकछिनमा भेटौँ न गाइज ल एकछिन हामी हावाको मजा लिन्छौँ बुढाबुढी मिठो मिठो गफ गर्छौँ है त फेरि हामी मार्केट जाने हल्का सपिङ छ मेरो सामान किन्नु छ हल्का त्यतिखेर हजुरहरूलाई फेरि ल्याउँछु यहाँ त हावाले साउन्ड पनि नसुन्नु रहेछ यस्तो मिठो हावा छ हामी इन्जोय गर्दैछौँ हावाको है त जब हामीले कफी खायौँ चिया खायौँ हावाको मजा लियौँ अब हल्का मार्केट जान्छौँ यो हावा छोडेर त जान मन छैन है तर जानै पर्यो ओके अब हामी मार्केटमा भेटौँ है त गाइस अलिअलि बाटोमा नि भेट्छु म ल खिच्छु म है अब चाहिँ गइरहेको छु सामानहरू लिनलाई होइन के छ के लिनु छ के लिनु छ र हल्का फुल्का पनि होला कि नहोला होइन सामान पाउँछ कि पाउँदैन होइन अब अलिकता गएर के लिनु पर्ला होइन के अलिकता चिप्सहरू पनि लिनुपर्छ ल चिप्सहरू लिएर किनभने हाम्रो चिप्स च्यालेन्ज चाहिँ भएको छैन चिप्स च्यालेन्ज चाहिँ चिप्स च्यालेन्ज अस्तिको भिडियोमा त्यो त नर्मल सानो चिप्स च्यालेन्ज चिप्स च्यालेन्ज त भइसकेको छ है सरी अब अर्को कुनै च्यालेन्ज हुन्छ
अब अर्को च्यालेन्जमा चाहिँ अब हामी अब भन्न के अर्कै च्यालेन्ज नयाँ च्यालेन्जको लागि प्लानिङ गर्छौँ त्यसो भए होइन नयाँ च्यालेन्ज हल्का अब चिज किन भन्नु हल्का अब कपडा लिनु जानु आँटेको त्यही हो है अब भित्र गएर अनि हेरौँ न अब के लिउँ हामीले बहिनीको बे छ वेडनेसडे अनि हुन त अर्कै लुगा लाउँछु सोचिरहेको थिएँ मैले रेडी पनि बनाइसकेको थिएँ त्यो मेरो मतलब पहिल्यै लगाएको लुगा थियो फेरि यहाँ आएको मलाई त कस्तो मन पर्यो लुगा एउटा पनि मन पर्यो त उसलाई पनि मन पर्यो त्यही भएर उसले पनि लुगा लिएछ एउटा होइन दुई किनिदियो मेरो बुढाले ल ल तब उता कुरा गरौँ ल अब त्यसो भए अब हामी गएर म त के भन्छ खाना खान्छु होला तिमी चाहिँ के खाने होला म एभोकाडो जुस एभोकाडो किनेर आफै बनाउँछु आज हल्का बनाउने मन लागिरह त्यही एभोकाडो जुस बनाएर हजुरहरूलाई पनि देखाउँछु मेरो डिनर चाहिँ मोस्टली एभोकाडो जुस हुन्छ त्यो चाहिँ हेल्दी फ्याट हो त्यही हो अनि यो चाहिँ मेरो सपिङ बाखा मलाई दसैँ लाग्छ गाइस दसैँ हामी मोटन बेकरी गएर एभोकाडो अनि तेल लिन्छु ओलिभ ओइल मेरो बुढाभित्र बुझ्दै हुनुहुन्छ अनि चाहिँ मार्केटभित्र घुस्दैछौँ गाइस होइन हाम्रो नेपालको वाइफाई पनि हुन्छ कहाँ रहेछ म नेपालको वाइफाई क्विक पनि पाइन्छ यहाँ नेपालको क्विक त होइन त छ 100 खाने not good for hey कति एउटा मात्र ल्याएको ल छ त भेराइटी छ त्यहाँ यो म्याङ्गोज हामीहरू आइसक्यौँ सामान लिएर जाँदै गीतमा 8 नम्बर 9 नम्बर 10 नम्बर अब के गर्ने होला रेस्ट गर्नुपर्छ होला हेलो गाइस हामी चाहिँ रुममा आएर फ्रेस भयौँ होइन अब चाहिँ हाम्रो अर्को काम भनेको हामी त बिजी हो काम मेरो बुढा अब सलाद काट्दै हुन्छ अनि म चाहिँ हजुरहरूलाई उहाँले सलाद काटेपछि अनि हामी खानाहरू प्याकिङ गर्छौँ भोलि ड्युटीको लागि होइन अनि कसरी एभोकाडो जुस चाहिँ म रुममै बनाउँछु अरू चाहिँ मैले बाहिर किनेर ल्याएन कहिलेकाहीँ रुमको पनि खानुपर्छ अहिले हल्का एसीको पानी चुहिरहेर साउन्ड डिस्टर्ब आउँला हजुरहरूलाई है त सलाद काटेको छ म के गर्नु त ल है त हामी सलाद काटेपछि म फेरि हजुरलाई फेरि आउँछु गाइस राइस अन्त क्या यमी स्मेल पनि मिठो आएछ अनि यहाँ साग छ यो चाहिँ हाम्रो भोलिको लन्च प्लस अहिले डिनर यो परदेशीलाई फेस थियो मिस्टर राजवंशी चाहिँ सलाद काट्दै हुनुहुन्छ यहाँ चाहिँ पुरा पानी परिरहेको घरमा एसीको पानी आएर अब साउन्ड सुनाङ भाला है म चाहिँ खाना खोजेर पस्किँदैछु बेला चाहिँ सलाद काट्दै हुन्छु सलाद इम्पोर्टेन्ट राम्रो लाग्यो त हामीलाई त सलाद एनी टाइम अहिले देखिरहनु भएन भिडियो यो छैन हेरिहाल्नुहुन्छ लाइक गरेपछि यस्तै परदेशी लाइफ है खाना के अरे ड्युटीबाटै रुम बेलुकै हामी यसरी गर्छौँ राइस फ्राई गर्दैछु मेरो बुढाको लागि मेरो लागि चिकन रेस मात्रै दामी भएको एकदम राम्रो नेपाली टेस्ट चिकन स्मेल मैले भिडियोमा चाहिँ कसरी बनाएको एक्सप्लेन गरेको छु म चाहिँ डिनर नखाऊँ भनेको अहिले के टेस्ट अलिक खानु नि त के भयो चिकनको स्मेल गरेर म चिकन पनि खान्थेन एक दुई घाँस चाहिँ बुढा घाँस खान्छु मैले राइस गरेँ साग चाहिँ यसैमा हाल्दैन मेरो है के भयो साग तपाईँ त्यस्तै हाल्छु साग
धेरै टिफिन ल्याएर के भन्ने हेभी मान्छे हुन्छ यो त सानो दालको बक्स यहाँ हालिदिन्छु सर अब यसमा चिकन छ चिकन र साग एउटै टिफिन हाल्नु झोल ग्रेभी सब साग हुन्छ कि सागको टेस्ट र ग्रेभीको के साग हो यो के साग बुढायो यस्तो राम्रो थियो यो नामै बिर्स्यो त्यहाँनिर साग थियो होइन कसैले भैया राईका साग लाया था 60-70 मुठ्ठा लाया था बराबर आधा घंटा में बिक गया मेरे कौन सा अच्छा है वाला बाकी है पालक देखाऊँ मैले पालक अनि यो थियो अनि मेरो पालक चाहिँ अब होइन यो चाहिँ लिउँ भनेर नि यो पनि हाल्यो अलिकति राम्रो देखायो बाटोमा त्यहाँ राम्रो छ राम्रो मान्छेहरू राम्रै देख्छन् कपाल चाहिँ काटेको छ एक महिना हो एक महिनाभन्दा बढी दाल छैन नि दाल छैन नि त्यसैले झोल बनायो दाल सधैँ दाल खाइन्छ तपाईँ के हाल्नु त्यसमा दुईवटा टिफिन हुन्छ एउटा सलादको टिफिन हुन्छ ठिक्क टिफिन त्यो पाइले पुगेर होइन अस्ति ल्याएको जस आज हामीले मुखबाङ नगरेर खाना चाहिँ आइरहेको छ है अहिले मुखबाङ गर्छु हामी पछि सर्ट मुखबाङ आज चाहिँ जस हाम्रो डेली लाइफ भएर होइन डेली लाइफमा हामी के गर्छौँ त डेली चाहिँ एउटै हुँदैन यहाँ आज छुट्टी भएर हो चिकन धेरै हालेको दुईवटा बनाउनु भएको थियो क्या चिकन दुईवटा दुईवटा ल्यायो भने अनि नै पुग्छु मेरो खाइँदैन म त अहिले अनि भोलिको लागि एकचोटि बनाएर हो यहाँ बुढालाई फेरि हर्दी मन पर्दैन दिन पुग्छ कि अहिले त्यस मर्निङमा म हजुरले मलाई नदेखेँ भने आफ्टर नाइट चाहिँ हजुरले अघिदेखि मलाई त्यो फिल्मको मेन रोलमा छ नि त योनी लास्ट कस्तो फिल्म है योनी लास्ट लास्टदेखि इन्टरभल पछि सानो सानो भाका हाम्रो त्यस्तो एउटा भाडामा दाइले कन्ट्रोल गर्नु कस्तो भन्नुहुन्छ लोकल खाओ त्यही आएको मलाई हामी तलबाट लोकल चिकन किनेर हजुरहरूलाई लोकल चिकनको रेसिपी बनाएर कुकरमा यो मेरो रेसिपी छ तपाईँले खानुहोस् बोइलर पनि चिकनको फिल आउँछ लोकलको फिल आउँछ म मेरो तरिका भिडियोमा हेर्नुभयो होला हाम्रो किचन सानो छ गाइस साह्रै गाह्रो विदेशमा यसरी बस्नुपर्छ सेयरिङ दिन्छ त्यो फेरि मान्छे नहुँदाखेरि बानी हाल्दैन मलाई फेरि टाइम लाग्दैन खाना बनाउनु उसलाई चाहिँ फेरि एयरफोन सुन्दै उसलाई बनाउनु पर्छ मैले किन यसमा खानाको भनेकै फ्रिजमा हाल्दाखेरि स्मेल नआओस् भनेर यसमा हाल्यो भने स्मेल आउँदै खाना आजमा तपाईँहरू एभोकाडो जस्तो बनाएर देखाउने अब चाहिँ हामी सलाद बनाएपछि अनि जुसको बेला भिडियो चाहिँ म हजुरहरूलाई देखाउनेछु ल मेरो गाडी सलाद राखिसकेको छु नत्र ल्याटोस कुकुम्बर के क्यारोट अनि अहिले पनि मेरो खाना प्याक गरिसकेको छु गाइस चाहिँ हजुरहरूलाई एभोकाडो जुस
एभोकाडो जुस बनाउनलाई फेरि हामी आउँछौँ। मेरो ज्ञानी कुरा भाँडामा छन् गाइस। मैले आधा माझेँ, उहाँले आधा माझ्नु भयो। यो चाहिँ सलाद रहेको छ हाम्रो, अनि यो चाहिँ खाना रहेको छ होइन। म चाहिँ भित्र फ्रिजमा लगाएर राखेको छु। म बनाउँछु चाहिँ एभोकाडो जुस के मसँग फ्याट्नु छ अनि प्योर अनि यो चाहिँ मिक्स अनि के पनि सावर बनाउँछौँ र एभोकाडो अहिले चाहिँ बाहिर किन्दाखेरि मसले नदिन पर्छ र मेरो चाहिँ अहिले यो चाहिँ मैले 2.40 पिस भनेको अलमोस्ट नेपालको 70 रुपियाँ पिसको यो एभोकाडो हो। अनि मैले त्यो 4 दिनमा 2 दिनको खाएँ, 2 दिनमा टोटल हामी 4 दिन अलमोस्ट 5 दिनमा चाहिँ हामी एभोकाडो जुस बनाउँदैछौँ। हेल्दी फ्याट हो, मैले बडी वास गरेर दिन्छु। तर मेरो चाहिँ यहाँ एभोकाडो पहिला नेपालमा खाएको थियो, मिठो लाग्छ हो एभोकाडो। तपाईँलाई कस्तो लाग्छ? मिठो हुन्छ, ठिकै लाग्छ, मिठो हेल्दी हो नि त। खान्छ पर्ने क्या यो काट्छु गरेको हो तर मिठो हुन्छ। ठिक छ, त्यो हरियो हुन्छ, ठिक छ। मिठो चाहिँ फुल्छै फुल्छ। एभोकाडो टेस्ट चाहिँ मलाई तपाईँलाई रिसिपी भन्नु कसरी टाउ बनाउनु लाग्छ। Simple recipe. Green biryani. Biryani ada. Yo market में जाते हैं kita mall वाले की. Tiga हमने 3 से कभी कैसे लाये ना? 365. 365. 265. 265 यहाँ हो गए लाख नेपाल को जाने दिखते हैं अपन कौन है ठीक mana ना बोला करते jangan ठीक itu wash my hands. Jadi bayu, awak kasih buatan. Wow, enough bayu. Jadi, awak jangan diet, tapi ada hanya berada di dalam. Hello guys. फेरि हामी त मुकबाङमै आयौँ है। यो चाहिँ हाम्रो रातिको डिनर हो। खै म त खान्न भन्दै खाम लागिरहेछ। अब हेर्दै जाउँ, धेरै होइन, बुढाकै भागबाट अलिअलि खान्छु। अहिले चाहिँ रातिको 10:20 भयो, छुट्ने बेला पनि हुँदा
चाहिँ के गर्ने भयो मलाई खानै मन मैले काँचो एभोकाडो हालेँ काँचोले मिल्नु सफ्ट थियो कि कोरियन बनिँदाखेरि त्यो धेरै पाकेको होला भनेर मिलाएको भनेर नाम भनेर म थाहा पऱ्यो अनि हजुरहरू हाम्रो भिडियो कस्तो लाग्यो खै के जोस गऱ्यो हामीले आज चाहिँ लङै बनाउँदैन न ब्लग 1 आवर ब्लग यस्तो विदेशी लाइफ हजुरहरूले देखिहाल्नुभयो विदेशी लाइफ कस्तो हुन्छ भनेर बुढीलाई मेरो हात ल माया मेरो बुढाले होइन मेरो बुढा भर्खर भयो यहाँ बाहिर आउँदाखेरि सुरुमा म आएको हो नि त हाम्रो सेकेन्ड टर्न हो पहिल्यै आएर हामी नेपाल गएको हो अनि फेरि हामी आयौँ फर्स्टमा म आएँ अनि म आएको 7 महिना चाहिँ मेरो बुढा आउँथ्यो अनि म चाहिँ दुबईमा बस्थेँ हामी जस्तो काठमाडौँ विराटनगर भनेर चाहिँ दुबईमा बस्थेँ अनि मेरो बुढा चाहिँ यहीँ बस्नुहुन्छ म कहिले काहीँ आउँथेँ क्या आई मिन हप्तामा जहिले पनि आउँथेँ यहाँ त्यो म बुढा आबुधाबी म दुबई अनि त्यतिखेर खाना बनाउँथेँ कि मेरो बुढाले कसम भने मलाई केही मिठो लाग्दैन थियो कि अहिले त मभन्दा मेरो बनाउनु भएको छ अहिले मेरोहरू सिक्यो मैले बनाउने तरिका कि आफ्नै होइन पहिला के थियो भने म एक्लै हुँदाखेरि म के छ भने अरू एक्स्ट्रा केही बनाउँथेँ क्या दाल भात आलुको फ्राई दाल भात आलु त्यही बनाउँथेँ क्या म आलुको फ्राई एकदम मन पर्थ्यो दाल भात आलु फ्राई पुग्थ्यो क्या मलाई मिठो लाग्दै आयो अनि अलिकति बेस नि चितो चितो भएछ कि मैले बिचमा बोलेँ प्याच बोलेँ त्यही भयो बट्टा कस्तो राम्रो हो राम्रो है अर्कोवटा पनि दिनुपर्छ तपाईँको लागि तपाईँको भाकै हो एक्चुअली सागबरी सबै हालिदिँदैन त्यति खानु खानु त मलाई खानु दामी हुन्छ मिठो भयो त साग जस्ट मलाई चाहिँ एउटा खुसी के लागेको छ भिडमा आज हामीले मैले त खानु भने स्टार्ट गर्नुभयो सोचेँ चाहिँ आज हामीले मुकबाङ भ्लग बनाइँदैन भनेर तर बनायौँ लास्टमा आएर गाइस हामीले माइकहरू पनि किनिसक्यौँ है तपाईँहरूलाई इन्फर्म गर्नु बिर्सेँ हाम्रो माइक लाइटिङहरू सबै छ त्यही भएर अहिले भिडियो अब योभन्दा अगाडिको भिडियो हाम्रो के थियो अस्ति हामीले के साउन्ड कम हुन्थ्यो होइन अस्ति भर्खर च्यालेन्ज के गरेको थियौँ जुन आज तपाईँले अपलोड गर्दै हुनुहुन्छ उहाँले गेम छ त्यसमा भोइस पनि दामी आएको छ एकदम राम्रो साउन्ड आएको छ आजको भिडियोमा चाहिँ हामी बाहिर जाँदाखेरि हामीले अर्को माइक पनि किनेको थियौँ त्यसमा चाहिँ बाहिर हावाको साउन्ड धेरै आएर राम्रो भएन मेबी रुमको साउन्डहरू चाहिँ राम्रो आउँछ बाहिरको साउन्डहरू चाहिँ राम्रो आएन होला भिडियो क्वालिटी पनि राम्रो छैन किनकि त्यति लाइटिङहरू बाहिर हुँदैन नि त तर अहिले चाहिँ हामी माइक किनिसक्यौँ गाइज होइन एकदम राम्रो माइक छ थ्याङ्क यू फर टेमु हाम्रो टेमु होइन टेमु एप्लिकेसनबाट थ्याङ्क यू सो मच फर अ गुड माइक हामीलाई एकदम मन परेको हामी मार्केटमा कोही खोज्यौँ होइन उरिङ पनि भेटाएन पनि अनि हामीले जस्ट माइक किनिसक्यौँ लाइटिङ किनिसक्यौँ अब बिस्तारै राम्रो हुँदै गयो भने चाहिँ हामी गोप्रो पनि किन्ने सोचमा छौँ र हामी अब बिस्तारै नेपाल गयो भने चाहिँ हामीलाई होस् नेपालमा राम्रो हुन्छ बनाउनु हल्का गर्नुहोस् न मैले चाहन्छु पहिला है सानो बेला कसैले त मुसेर दिएको मलाई मन नपर्ने क्या अब अहिले बुढा भने चाहिँ यस्तो हुँदो रहेछ कि उसले मुख चबाएर खायो खाइदिनु जस्तो हुन्छ क्या खै किन हो आज चाहिँ बुढाको हात खाए गाई ल कस्तो मेरो छ मलाई त आफै एक्सर्साइज गरेको छु है आज त म धेरै टायर्ड थिएँ हिजोदेखि मेरो यो हाम्रो स्टाफ पार्टी थियो बाहिर गएको थिएँ धेरै बेर त बसिनँ त त्यो घामले गरेर नि मेरो त आज काममा मेरो काम के पनि छैन 1 घन्टाको काम मैले 3-4 घन्टा लाग्यो होला कि चुलाएर बसेँ
जाने उतै हाम्रो सन्डे चाहिँ सर सेटअपहरू हुन्छ हाम्रो क्लाइन्टहरू आएको हुँदैन रमाइलो भयो छिटो गएर छिटो आउने दिन हो क्या आज सन्डे चाहिँ अरू दिन त 12 घन्टाको ड्युटी पनि 15-16 घन्टा पनि गरेर आउनु पर्यो तर बिजी डेमा म्याक्सिमम् 1 मन्थमा त्यस्तो इन्सिडेन्ट चाहिँ मेरो 2 चोटि या 3 चोटि हुन्छ भोलिबाट मेरो बुढा दिवस मर्निङ छ मेरो मेन त के छ कि ड्युटी भनेको मेरो 8 घन्टै हो 8 घन्टा ड्युटी हो अनि मेन कुरा के छ भने जानलाई 45 मिनट आउनलाई 45 मिनट तपाईँको कति भयो 1.5 घन्टा लगभग 1.5 घन्टा आउन जानेमा मजाले जान्छ त्यसमा चाहिँ अलिकति कहिलेकाहीँ 1 घन्टै लाग्छ किनभने ट्राफिक जामले गर्दाखेरि 1 घन्टै लाग्छ 2 घन्टा मेरो त यस्तोमा वेस्ट हुन्छ अनि भन्नुहुन्छ किन नजिकमा बस्या त मेन कारण के छ भने उसको जहाँ छ नि उसको नजिक पर्छ लोकेसन अनि त्यही भएर नि लोकेसन नजिक पनि पर्छ अनि सिटी एरियामा बस्छु मेरो भनेको सिटी एरियाभन्दा अलिक पर छ त्यो पनि सिटी नै हो तर यो मेन सिटीमा तर ऊ चाहिँ अलिक मेरो महल चाहिँ अलिक टाढा छ द्याट्स वाइ अब यता बसेको बेनिफिट बढी छ उता बस्नुभन्दा त्यसैले यतै बसेको त्यो कुरा एउटै पर्छ नि त तब उता बस्यो भने मलाई हाम्रो बेला ड्युटी 1 घन्टा लाग्छ त्यही त अनि मेरो पे गर्नु पर्दैन ट्रान्सपोर्टेसन मेरो फ्री हो फेरि उसको चाहिँ यहीँबाट जान्छ ट्रान्सपोर्ट अरू उताबाट जाँदैन फेरि अकोमोडेसन नि यहीँ अगाडि अगाडि गरेको मतलब त्यसैले मिलाएको मिलाउँदा मिल्दो रहेछ के कुराहरू नमिलाइ त मिलाउँदा नि आफै मिल्दो रहेछ अझै भयो गाइस है काँचो पर्यो खायो तर जस खानै पर्यो खानालाई खायो यस एभोकाडो कस्तो किन्नुपर्छ भनेर आज पार्ट पनि सिकेँ इमिडिएटली बनाउनु पर्यो जस्तो अहिले नै बनाउँछु अहिले बनाउनु भयो पाकेको अघि मैले त्यो लिनु आँटेको थिएँ मेरो बुढाले धेरै किलो भने लाग्छ नि अब 1-2 दिन पछि अब खान्छु बिस्तारै खान्छु भन्दाखेरि चाहिँ यो हुनु पर्छ मलाई बट्टा चाहिँ साह्रै मन पर्छ तपाईँको होइन तपाईँले पाकेको भात भएन भात चाहिँ है जस्तो चाहिँ भयो नेपाली दाल भात के भन्यो नेपाली फुल पावर एउटा के छ नि भने 24 आवर दाल भात 24 आवर पावर के यस्तो के मसला छ टमाटर पेर भयो भाइ मेरो पनि भयो तर खाँदैन नि त तर होइन आफूले बनाएर चाहिँ बेटर हुन्छ सस्तोमा पर्नुहुन्छ तपाईँ यही बाहिर किनेर खायो भने 9 ग्राम नेपालको 300 रुपियाँ पे गर्नु जे हामीले नेपालको 4 दिन भयो कहिले भयो जस्ट 300 भने चाहिँ 150 रुपियाँ कमैमा पाएँ कि तर यो एभोकाडो चाहिँ जुन चाहिँ मलाई सरी अति खाँचो लाग्यो नि तर सकाएँ अलिकति छ तर म चाहिँ खान सक्छु त्यो लास्ट तर भात चाहिँ अमेजिङ छ बुढीले भने जस्तै सबैले इभन टमेटो नि खाँदा हुन्छ खुर्सानी पनि खाँदा हुन्छ है गाई खुर्सानी त अलिकति स्पाइसी भयो भने मिठो हुन्छ नि त तर हाम्रो त्यो नेपालको मसला हो है मेरो मम्मीले अस्ति न हामीलाई नेपालबाट चाहिँ पठाइदिनु भएको मसलाहरू त्यही भएर टेस्ट पनि राम्रो हुन्छ कि अनि म चाहिँ गार्लिक जिन्जर पेस्ट चाहिँ आफै बनाउँछु कि यता रुममै ल्याएर अदुवा लसुन पिसेर आफै बनाउँछु के भन्छ मम्मीले बनाएको मसला हो कि मम्मीले उतैबाट लोकल मसला लगाइदिनु भएको छ एकदम टेस्टी छ खाना एकदम राम्रो छ है मम्मी तपाईँलाई धेरै धेरै धन्यवाद मम्मीले अब बिस्तारै भिडियो हामी घरहरूमा पनि घरहरूमा नि अब हेर्नुहुन्छ होला बिस्तारै जस विदेशमा के अरे नेपालबाट हेऱ्यो भने अब मम्मीलाई हेर्दा आयो भने मेरो के अरे ज्वाइँ छोरी मेरो छोरा बुहारी भनेर उहाँहरू पनि रमाइलो गर्नुहुन्छ नि त यहाँको लाइफ बुझ्नुहुन्छ नि त हामी कसरी बसिरहेको छौँ भनेर त्यसरी बसिरहेको छौँ खुसी छौँ रमाइलो छौँ यो साग चाहिँ मिठो के को साग हो यो उसको नाम के छ बुढा बुढा हामी चालिन्छ है
पहिला मैले खाना खाएको देखि भएको तपाईँ तर्सिनुहुन्छ यसको डबल खाइदिँदैन अहिले चाहिँ सब्जी निन्दा लागिरहेको भयो सुत्ने टाइम भयो र यत्रो सुतेर उठेर पनि आजको भिडियो चाहिँ लास्ट टाइम लगाउँछ बाबा गाइस बाबाले चाहिँ गाइस बिहानदेखि कति बजीबाट सुरु गर्नु तपाईँ उठेको थियो कि कति भएर गरेको एक्ज्याक्टली टाइम थाहा छैन लामो त अब धेरै दिन पनि भएन अब यताउति प्लस माइनस गरेर कस्तो फर्स्ट टाइम हामीले बाहिर बनाएको नि त रमाइलो एक्सपिरियन्स हुँदो रहेछ यहाँ फेरि हेर्ने क्या मान्छे यस्तो भिडियो बनायो यस्तो हेर्ने त मलाई बाल लाग्दैन म चाहिँ आफ्नै टाइममा हाम्रो फर्स्ट अन्त नेपालहरूमा त अब मोस्टली पिपललाई थाहा भइसक्यो होइन भ्लगहरू बनाएको छ यहाँको मान्छे चाहिँ त्यति खास चाहिँ हामी त रुमै बनाएर बनाउँथ्यौँ रुममै खाएर बनाउँथ्यौँ नि त बाहिर चाहिँ पुरै बनाइदिएन तर हाम्रो च्यानलको मेन फोकस भनेको रुममै खाना बनाउने रुममै खाने त्यही अनुसारले नै बनाएको हो कहिले काहीँ चाहिँ अब यसो घुम्न सुन्न गयो भने कहिले काहीँ इन्टरटेनमेन्ट हो नि त अनि बनाइन्छ खिचिन्छ अहिले पनि लुगा लिन खास त त्यही डोल्नु गएको मार्केट सामान किन्नु थियो लुगा चाहिँ फेरि यस्तो मन पऱ्यो कि दुईवटा बोकेर आएँ मैले खुसी मेरो बुढाले दुईवटा किन्दै त्यो हजुरहरूले देख्नुहुन्छ होला भिडियोमा कुन चाहिँ लुगा मैले किनेको छु भनेर अहिले ल खाली भइसक्यो हजुर अब चाहिँ हामी भिडियोको अन्तिमतिर आइसक्यो हजुरहरूलाई कस्तो लाग्यो हाम्रो भिडियो आज मुखबार पनि भयो ट्राभलिङ जस्तो पनि भयो हजुरहरूलाई बाहिर गएर हामीले चिया कफी खाएर देखायौँ कस्तो हामी चाहिँ प्रायः अहिले हजुरले देख्नुहुने नि त्यो चियर हामीलाई चाहिँ त्यहाँ प्रायः हामी त्यहीँ बसेर खान्छौँ वेदर राम्रो हावाहरू चाहिँ हामीलाई एसीको हावा त्यति मनपर्छ नेपाली हो नि त बच्चादेखि नेचुरलमा हुर्केको भएर सरी साउन्ड आएर डिस्टर्ब ओके त्यही हो अब हाम्रो चाहिँ छुट्टीको दिन त्यस्तो हुन्छ खासै बाहिर हिँड्नु पनि मन लाग्दैन र अहिले सकिँदैन पनि किनकि बिस्तारै गर्मी हाम्दैछ तर आजको वेदर पनि राम्रै थियो तर त्यही हो गाइज अब हाम्रो भिडियो हजुरहरूलाई कस्तो लाग्यो एक दुईजनाले कमेन्ट्स गर्नुभएको छ त्यसको लागि थ्याङ्क यू सो मच होप आगामी दिनहरूमा पनि राम्रो कमेन्ट्स आओस् राम्रो भिडियो आओस् जस त्यही भन्न चाहन्छु म तपाईँले के भन्नु छ भिडियो हामी अन्तिम गर्छौँ गाइज अब यस्तै हो अब हामीले डेली बनाइरहेको हुन्छौँ अब कहिलेकाहीँ के हुन्छ भने हाम्रो कामको यस्तो बेसी के हुन्छ बिजी भयो नेपाली बिर्सिनु भइसक्यो हामी कि इङ्ग्लिस हिन्दी बोल्ने बानीबाट नेपाली नै भुलिसक्यौँ हामी अनि के भन्छ बिजी हुन्छौँ होइन एकदम बिजी हुन्छौँ आइतबार चाहिँ अलिक फ्री हुन्छ तर पनि फ्री हुँदाहुँदै अरू घरको रुमको कामले गर्दा बिजी हुन्छ त्यसैले ट्राई गर्छौँ बढीभन्दा बढी भिडियो कस्तो ल्याउनु पर्यो के भिडियो भनेर चाहिँ हजुरहरूले लेख्नु पर्यो कि अनि हामीलाई राम्रो हुन्छ नि त होइन हामीलाई पनि हो हाम्रो भिडियो हेर्ने मान्छेहरूलाई यस्तो चाहिएको रहेछ हजुरहरूलाई यो कन्टेन्ट चाहिएको रहेछ भनेर अब त्यही हो हाम्रो डेली लाइफ यस्तो अब बिहान उठिन्छ भोलि म काममा जान्छु म गएको 1-2 घन्टा चाहिँ बुढा जानुहुन्छ अनि रुममा आइन्छ मेरो एक्सर्साइज छुटिरहेछ गाइज एक्सर्साइज गर्नु छ मलाई त्यही हो अरू के पनि छैन आज यति नै हो धेरै गफगाफ भयो अब हामी जान्छौँ अब सबै तपाईँहरू अब हाम्रो फ्यामिली जस्तै हुनु भइसक्यो होइन हामीलाई फ्यामिली मेम्बर जस्तो हुनु भइसक्यो अब नबनाउँदाखेरि पनि हो हाम्रो भ्लग हेर्ने मान्छेले हाम्रो वेटमा गरिराख्नु भएको छ वेट गरिराख्नु भएको छ भन्ने भइसक्यो र अब यति नै भन्दै हामी हाम्रो सम्पूर्ण युट्युब परिवारहरूलाई 2 हात जोडी उहाँको त हात जोड्छ 1 हात जोडी 2 हात जोडी 1 हात जोडी ल अनि सोझो टाइपको कमेडियन 2 हात जोड्दै सम्पूर्ण अब हाम्रो युट्युब परिवारहरूलाई हाम्रो भिडियो हेरिदिनु होला लाइक गरिदिनु होला र बेल आइकन रिङ बजाउन के अरे बेल आइकन बजाउन नभुल्नु होला कस्तो अड्किने कि नेपाली बोल्नु बेल बजाउँदाखेरि कुनै पनि भिडियो अपलोड अलमा थिच्नु होला अनि हजुरहरू डिस्क्रिप्सन राख्नु होला हजुरहरूको युट्युब च्यानल छ भने पनि तल राख्नु होला हामी डेफिनेटली फलो गर्नेछौँ ठुलोदेखि सानोसम्म हामी फलो ब्याक गर्नेछौँ सब्सक्राइब गर्नेछौँ बिस्तारै तपाईँहरूलाई हेर्दै गयो बिस्तारै म मेरो टिकटक भिडियो पाएँ
टिकटक र इन्स्टाग्राम पनि म दिन चाहन्छु। तपाईँहरूलाई केही अब पछि गएर केही क्वेसन्सहरू सोध्नु छ र मेरो हस्बेन्डको पनि केही सोध्नु छ भने चाहिँ तपाईँहरूलाई पछि बिस्तारै बिस्तारै यो च्यानल राम्रो हुँदै गयो भने हामी इन्स्टाग्राम र टिकटक भिडियो च्यानल दिनेछौँ। अहिले हामी यति नै भन्दै आजको भिडियो यहीँ टुङ्गाउँछु गाइज। लभ यु।